धेरै जसो स्टुडेन्ट्सहरू चाहिँ कन्फ्युज हुन्छन् र जुन चाहिँ मोस्ट इम्पोर्टेन्ट टर्म पनि हो डेटर एन्ड क्रेडिटर्स। डेटर र क्रेडिटर्स को हुन् त? डेटर्स र क्रेडिटर्स हाम्रो कम्पनी अथवा कुनै पनि अर्गनाइजेसन्सको चाहिँ पार्टिजहरू हुन्। जब हाम्रो कम्पनीले कुनै पनि गुड्स एन्ड सर्भिसेसहरू चाहिँ क्रेडिटमा सेल्स गरेका छौँ, तब हामीले पैसा उठाउनु पर्ने अथवा लिनुपर्ने पार्टिजलाई डेटर भनिन्छ। त्यसै गरी जब हाम्रो कम्पनीले गुड्स एन्ड सर्भिसेस उधारोमा पर्चेस गर्छ, तब हाम्रो कम्पनीले पैसा तिर्नुपर्ने हुन्छ र ती तिर्नुपर्ने पार्टिजहरूलाई चाहिँ क्रेडिटर्स भनिन्छ। डेटरलाई सन्धि डेटर्स पनि भनिन्छ र यो हाम्रो कम्पनीको लागि करेन्ट एसेट्स हो र यो चाहिँ हामीले ब्यालेन्स सिटको करेन्ट एसेट्समा चाहिँ हामीले ट्रिट गर्छौँ। क्रेडिटर्सलाई सन्धि क्रेडिटर्स पनि भनिन्छ र यो हाम्रो कम्पनीको लागि चाहिँ करेन्ट लाइबिलिटिज हो, जुन चाहिँ हामीले ब्यालेन्स सिटको लाइबिलिटी साइडमा करेन्ट लाइबिलिटिज भनेर चाहिँ हामीले ट्रिट गर्छौँ।